मार्दी हिमाल ट्रेकको पहिलो दिन पोखराबाट काडेसम्म करिब 45 मिनटको सडक यात्रापछि पदयात्रा सुरु हुन्छ। पहिलो पाइला चाल्ने बित्तिकै सहरको कोलाहल पछाडि छुट्न थाल्छन्। ढुङ्गे सिँढीहरू, हरियाली वन, चिसो हावाले यात्रुलाई स्वागत गर्छ। लालीगुराँसको रताम्य फुलहरू जङ्गललाई रङ्गीन चित्र झैँ सजाएका हुन्छन्। चरीहरूको सुमधुर स्वर पातहरूको सुसाइ बीच हेर्दा लाग्छ प्रकृतिले आफ्नै भाषामा कुनै सुन्दर कविता सुनाइरहेको हुन्छ। काडे अस्ट्रेलियन क्याम्प, पोताना फरेस्ट क्याम्प हुँदै रेस्ट क्याम्प पुग्दा गाउँ र जङ्गलको सौन्दर्यले मन लोभ्याउँछ। हरेक मोडमा नयाँ दृश्य, हरेक पाइलामा नयाँ अनुभूति। साँझ पख रेस्ट क्याम्प पुग्दा बादलहरू तल बगिरहेका देखिन्छन्। अस्ताउँदो सूर्यले आकाशभरि सुनौलो रङ चढ्दै गर्दा लाग्छ आजको दिन प्रकृतिले आफ्नै चित्र कोरेर बिदा लिइरहेको छ।